उहाँ कोदो निफाल्नु भएको छ। उहाँ चाहिँ मेरो बेस्ट फ्रेन्ड, बेस्ट स्टुडेन्ट। अनि आन्टीले भैँसीको दुध दुहेर आगोमा तताउनु भएको छ। बिरालोले दुध खाइरहेको छ। मासिलामा अत्यन्त जाडो छ, त्यही भएर नुहाउनको लागि पानी तताइरहेका छौँ। अनि यहाँ सुन्तलाहरू पाइन्छ। प्यारा विद्यार्थी भाइ बहिनीहरूले मलाई सुन्तला ल्याइदिनु भएको छ, गीत गाउनु भएको छ, रमाइलो गर्नुभएको छ। मेरो जागिरको सिलसिलामा मासिला गाउँपालिका 3 बालाकोट बालारानीमा बिमा आएको थिएँ र 11 महिना बसाएपछि म यहाँको मिठो सम्झना सँगल्दै बिदाई भएको थिएँ। त्यही क्रममा भेट्नु भएको शर्मा अनि मेरो विद्यार्थी भाइ बहिनीहरू मेरो फेयरवेल भने पछाडि एकदम त्यो माया देखाउनु भएको छ। उहाँलाई धेरै धेरै उज्जवल भविष्यको शुभकामना, धेरै माया सम्झना। र मेरो साथी इन्दिरा, शिव सर अनि हामी यति रमाइलो गर्दै बसेका